नमस्कार। देश वा विदेशमा जहाँ भए पनि हामी सबै एउटै नेपाली मुटुको धड्कन हौं। आजको बिहान नयाँ आशा बोकेको छ। हामी शान्ति चाहन्छौं, हामी एकता चाहन्छौं। विगतको पीडाले हामीलाई रोक्न सक्दैन, तर सपना रोक्दैन। आगो र रगतले केवल शरीर रोक्छ। राज्य र सरकार सुनुन्, नागरिक शत्रु होइनन्, उनीहरू त तपाईकै सन्तान हुन्। गोली होइन संवाद गरौं, आक्रोश होइन समझदारी बनाऊ। हामी नयाँ सरकारलाई प्रेरित गर्छौं, सचेत, जिम्मेवारी र इमानदार भएर देशलाई समृद्धि र शान्तिको बाटोमा अगाडि बढाओस्। हामी आन्दोलनकारीलाई पनि भन्न चाहन्छौं, आवाज न्यायको लागि हो, तर हिंसाको लागि होइन। शान्तिले मात्र देश बन्न सक्छ। हामी सबैको प्रार्थना छ, आउँदा दिनमा फेरि पनि यस्ता पीडा नहोस्। यो महान पर्वले घर आँगनमा मुस्कान ल्याओस् र समाजमा सद्भाव फैलाओस्। मुटुहरूले जोडी राखुन्, देश फेरि उठोस्। नेपालीपन अझ मजबुत बनोस्। सारा नेपालीहरू, बुवा आमा दाजुभाइ दिदी बहिनीहरूलाई मनदेखि नै शुभकामना व्यक्त गर्दछु। शान्ति, समृद्धि र एकताको महान पर्व बनोस्। यही छ मेरो हार्दिक मङ्गलमय शुभकामना। आउँदै गरेको हाम्रो नेपालीहरूको महान चाडपर्वले अशान्तिहरू र रिसराग सबै दूरी बनाउँदै जाओस्। अन्तमा पनि यही छ मेरो सबैमा शुभकामना। यदि सबै नेपालीहरू यही चाहनुहुन्छ भने सबैले रिपोस्ट कपिलिङ फेभरेट कमेन्ट र अन्त्यमा लाइक गर्न पनि र फलो गर्न पनि नबिर्सिदिनु हुन सबैमा म विनम्रताका साथ अनुरोध गर्दछु। धन्यवाद।